हेलो नमस्ते साथीहरू, सबैलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ हामी चन्द्रगिरी जाँदैछौँ। घरबाट चाहिँ म र मेरो सासू मम्मी ट्याक्सी बुक गरेर जाँदैछौँ। अनि सातो बाटोको यो भाटबटेनीमा चाहिँ हाम्रो कान्छी बहिनी, मम्मी र हाम्रो गोलु हामीलाई पर्खिराख्नु भएको छ। अनि सबैजना ट्याक्सीमा चढ्नु हुँदैछ। अब हामी चाहिँ ट्याक्सीमा चढेर चन्द्रगिरी पुग्न लाग्यौँ। अनि यो चाहिँ हाम्रो चन्द्रगिरी जाने गेट पनि आइपुग्यो। हामी गाडीमा रमाइलो गर्दै सबैजना चन्द्रगिरी पुग्न लाग्यौँ। आज चाहिँ हामी दुईजना मम्मी, बहिनी, म र हाम्रो सानो छोरी भएर चन्द्रगिरी घुम्न जानेला। अब यहाँ मेरो बहिनीले चाहिँ अनलाइनबाट टिकट काट्दै छिन्। बाठी छिन् नि लाइन बसेको भए त आधी घन्टा लाग्ने रहेछ। अनि हाम्रो मम्मीहरू चाहिँ रेडी हुँदैछन्। मेरो मम्मी मास्क खोल्दैछन्। यता हाम्रो अर्को मम्मी चाहिँ सल रेडी हो। कान्छी बहिनी बिजी छे, छोरीलाई के चाहियो रे। अनि अब हामी चाहिँ यसरी टिकट पनि बुक भइसक्यो। अनि मैले चाहिँ उता टिकट बुक गर्दा गर्दै यतापट्टिको अलिकति यो पानीको फोहोरहरूको भिडियो लिएँ। अनि मम्मीहरूको पनि त्यो बेला टक्क फोटो खिचेर अनि हामी यसरी भित्र पसिसक्यौँ। भित्र चाहिँ टिकट कार्ड चढ्नु पनि लाइन निकै रहेछ। हामी 12 बजेतिर पुगेका थियौँ। त्यो पनि निकै बस्नु पऱ्यो। अब यसरी हामी 4जना, हाम्रो छोरी सानी 5जना पुग्यौँ। अनि मैले चाहिँ यसो फोटोहरू पनि खिचेको। आज फेरि कस्तो तुवालो लागिरहेको रहेछ। चन्द्रगिरीमा प्रायः तुवालै लाग्छ, चिसो मौसम छ। आज रमाइलो लागिरहेछ मलाई चाहिँ। अनि हामी यसरी पुग्यौँ। हाम्रो नानु अब अलिकति केबल कार झरेर चाहिँ हिँड्नुपर्छ। अनि मेरो बहिनी, मेरो पुकुली नक्कल पार्दै हिँड्दैछ। यता हाम्रो मम्मीहरू 2जना। अनि हामी यसरी भालेश्वर मन्दिर पुग्न आँट्यौँ। अनि भालेश्वर मन्दिरमा चाहिँ यसरी ताला चाबी आफ्नो मनोकामना पुरा होस् भनेर लाउँदो रहेछन्। यता जिप लाइन पनि रहेछ, बच्चाको लागि फाल्टै अनि ठुलो मान्छेको लागि पनि फाल्टै। हामी चाहिँ यसरी अब भालेश्वर मन्दिरको दर्शन गऱ्यौँ। अनि दर्शन गरेर यता मम्मीहरूको फोटो पनि बिचमा अलि गर्दै लिँदैछु। अनि यहाँ मम्मीहरू चाहिँ 2जना मम्मी पपकर्न खानुहुँदैछ। मैले चाहिँ खाइसकेँ। नानी खेल्न गएको छ। अनि हामीले वेट गरेको। अब हामी फेरि फर्केर अनि यो केबल कार चढ्नलाई चाहिँ अब तल घर जानु पर्यो। अनि हामी यसरी लाइनमा बस्दैछौँ। अहिले पनि फर्किँदा जाँदाभन्दा धेरै लाइन रहेछ। हामी 3 बजेतिर फर्केको। अनि यसरी मम्मीहरू सबै बसिराख्नु भएको छ। अनि हामी चाहिँ यसरी चढ्यौँ। हाम्रो यो झापाको एकजना दाइ पनि भेटियो। आफ्नो चाहिँ माइत झापाबाट होला। झापाको मान्छे भेटेपछि चाहिँ माइती जस्तो लाग्छ। अनि हामी यसरी झरेर चाहिँ केबल कारबाट झरेर अब ट्याक्सी बुक गऱ्यौँ। अनि घर फर्क्यौँ। मैले चाहिँ बिचबिचमा यसरी फोटोहरू खिच्दै रमाइलो गर्दै आज हाम्रो शनिबारको दिन मेरो मम्मी, सासू मम्मी, कान्छी बहिनी अनि हाम्रो गोलु छोरी भएर रमाइलो गऱ्यौँ। आजको चन्द्रगिरी यात्रा साह्रै रमाइलो